हेलो दर्शन नमस्ते सम्पूर्ण साथीहरुमा म चाहिँ धीरज राई आज फेरि पनि म एउटा छोटो ब्लग लिएर आएको छु अनि आज चाहिँ के भन्दाखेरि रुममा बस्दा बस्दा अल्छी लाग्यो नि त अनि त्यही भएर आजको मौसम चाहिँ एकदमै शीतल छ के हेर्न सक्नुहुन्छ हजुरहरूले देखिरहनु भएको छ कस्तो हावा चलिरहेको छ हैन सिरिरी हावा चलिरहेको छ मौसम धुम्म छ है घाम पनि लागेको छैन तर एकदमै शीतल छ हावा चिसो चलिरहेको छ आनन्द महसुस भइरहेको छ भनौँ न त्यसैले म चाहिँ आज के भन्दाखेरि आज चाहिँ म भिडियो बनाउँदै बसीतिर जाने सोच गरेँ किनभने जानु मन लाग्यो धेरै भयो नि त नगएको योभन्दा अगाडि 1 वर्ष अगाडि चाहिँ म गएको थिएँ एकदमै रमाइलो भएको थियो रमाइलो ठाउँहरू छ कोशी हेर्न चिसो हावा चल्छ हैन अनि त्यही भएर मलाई चाहिँ एकदमै मनपर्छ के सो अनि म चाहिँ आज त्यही भएर अब जानु आँटेको है गाइज हेर्न सक्नुहुन्छ अनि एउटा भिडियो टक्कसँगले बनाम भनेर हेर्न सक्नुहुन्छ मौसम चाहिँ यस्तो छ तर बबाल छ के अनि त्यही भएर हेर्न सक्नुहुन्छ म चाहिँ साइकलमा जानु आँटेको छु मेरो साइकल देख्न सक्नुहुन्छ है यस्तो छ बबाल छ म यसबाट अब करिब मलाई लाग्छ 1 घन्टा जति लाग्ला साइकलबाट यहाँबाट हिँड्न आँटेको अब हेर्दै जाउँ कस्तो हुन्छ गाइज हेरेर साथ दिनु होला है त ओके सो गाइज म चाहिँ सरले जाँदैछु हेर्न सक्नुहुन्छ वाउ गाइज बबाल छ है रमाइलो भइरहेको छ हेर्न सक्नुहुन्छ भ्यू यस्तो छ है यहाँको यस्तो छ होइन कोसीमा पुग्यो भने त कस्तो होला क्या वाउ गाइज बबाल होला जस्तो आजको जस सम्झना स्वरूप रहने भयो मलाई एकदमै मनपर्छ अब पछिसम्म पनि भिडियो हेर्न चाहिँ मजा आउँछ क्या अनि त्यही भएर यसो म चाहिँ आज हिँडेको छु हेर्न सक्नुहुन्छ साइकलमा गाङराङ गुङरुङ गर्दै अब हेरौँ आज कस्तो हुन्छ भन्दाखेरि बबाल छ है ल गाइज ओके गाइज म चाहिँ अहिले टक्कसँगले 2-3 मिनट हिँडिसक्यो होला लिएर आएर यस्तो बाटो आयो सक्नुहुन्छ म चाहिँ यो बाटो जानुपर्ने हुन्छ यो बाटो चाहिँ कहाँ जान्छ भने रामपुर जान्छ कहाँ जान्छ अनि यो बाटो चाहिँ कोशी जाने बाटो ओके ल गाइस म चाहिँ अब कहाँ आइपुग्न आँटेँ भनेदेखि हेर्न सक्नुहुन्छ दुर्गा मन्दिर यो चाहिँ दुर्गा मन्दिरमा आइसकेँ है यहाँ एउटा स्कुल छ है अनि एउटा ग्राउन्ड छ हेर्न सक्नुहुन्छ बबाल छ कि राति यहाँ बलहरू खेल्छ एकचोटि हेरेर जाऊँ न त है कस्तो छ भन्दाखेरि वाउ गाइज बबाल छ नि पुरै नगरौँ क्या कस्तो खतरा ठाउँ सानो ग्राउन्ड हो यो यहाँ चाहिँ बाटो बन्द रहेछ हेर्न सक्नुहुन्छ पुल बनाइरहेको छ त्यही भएर मैले चाहिँ अब यसरी योबाट जानुपर्ने हुन्छ हेर्न सक्नुहुन्छ ल गाइज वाउ वाह 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 गाइज यस्तो बाटो छ हेर्न सक्नुहुन्छ एक हातले साइकल कुदाइरहेको छु है मैले साथीहरू अब म यहाँ यस्तो रहेछ बाटो यस्तो छ गाह्रो छ है गाइस ल अब यस्तो भयो अब मैले यहाँ ठेलेर लानुपर्ने हुन्छ है ल यस्तरी उत्रेर उत्रिँदै खतरा बाटो यस्तो छ गाह्रो छ है ल गाह्रो छ है गाह्रो छ यहाँ एउटा उकालो छ थोरै यस्तै जानुपर्ने हुन्छ हामी स्पिडले गाह्रो भयो ओह्रालो ओके ल म चाहिँ एबिसी टक्कु हेर्न सक्नुहुन्छ वा कस्तो राम्रो बाटो आजको मौसम चाहिँ राम्रो छ बबाल है ल एकदमै रमाइलो छ मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ है हेर्न सक्नुहुन्छ बाटो यस्तो छ है यो चाहिँ एबिसी टक्कु हो यो चाहिँ कुन ठाउँ हो भन्दाखेरि
उदयपुर जिल्ला हो है, उदयपुर जिल्ला बेलाका नगरपालिका वार्ड नम्बर 4 हो यो। हेर्न सक्नुहुन्छ कस्तो मौसम छ आजको क्या बबाल छ, हेर्न सक्नुहुन्छ। म चाहिँ कोसीतिर जाँदैछु है, अब नजिकै आइसक्यो, हेर्न सक्नुहुन्छ। हाम्रोबाट त एकदमै नजिक यो कोसी, अनि पर एउटा अडनी आउँदैछ है, ल खतरा फटो वा एकदमै गाह्रो छ, साइकल कुदाएर हिँड्नु परेको छ होइन, तैपनि अब हिँड्न चाहिँ परेको छैन, सजिलै छ। गाह्रो भए तापनि आनन्द हावा खाएर होइन, अब जहाँसम्म आफूले सोचेको छ, जुन ठाउँसम्म आफूले आफ्नो लक्ष्य राखेको छ त्यो ठाउँसम्म पुग्दाखेरि चाहिँ त्यो जतिको खुसी त अब सायद कहिले पनि हुँदैन। एकदमै हो, म चाहिँ जसरी भए पनि पुग्छु नै भन्ने एउटा मनदेखि आँट गरेको छु भनौँ न। यात्रा चाहिँ ल यही हो, यस्तो गाडी छ कि वाउ, ल ल ल। सप्तकोशी भनेपछि यो सप्तकोशी जाने सिधै पऱ्यो होइन। यहाँ 4टा बाटो छ क्या, यता र उता, अनि यता छ, हेर्न सक्नुहुन्छ। अनि बेलाका रामपुर भनेपछि कता सप्तकोशी उता, बेलाका यता पऱ्यो, हेर्न सक्नुहुन्छ। म जानु पऱ्यो सिधै उता, यो बाटो सिधै जानु पऱ्यो होइन, यहाँबाट सिधै गयो सक्नुहुन्छ। यस्तो राम्रो मकै फल्दो रहेछ कि वाउ, कस्तो राम्रो मकै पनि फल्ने रहेछ, राम्रो मकै फलेको छ। गाइस म त आइसकेँ त, टप्पु हेर्न सक्नुहुन्छ, अगाडि हेर्नुहोस् त, देखिएको छ नि त्यो पर हो, त्यहीँ हो। आइसकेँ है, अब चाहिँ म आइसकेँ, फाइनली आइपुग्न लागेँ गाइस। वाउ, आज चाहिँ बबाल रमाइलो भइरहेको छ, जस एक्लै भए पनि हावा खाँदै एकदमै रमाइलो भइरहेको छ, हेर्न सक्नुहुन्छ। त्यही हो, फाइनली गाइस म चाहिँ अब आइसक्न आँटेँ है, ल हेर्न सक्नुहुन्छ अगाडि कोसी आइपुगिसकेँ, हेर्न सक्नुहुन्छ। अरू मान्छेहरू नि आउँदैछ, वाउ है गाइस म आइसकेँ। सुकिरहेको छ, आवाज पनि आएको छैन, तर बब्बाल रमाइलो छ है। ल गाइस, वाह हेर्न सक्नुहुन्छ गाइस, यो है 7वटा कोसी मिलेको सप्तकोशी हेर्न सक्नुहुन्छ। यो चाहिँ उदयपुर हो भने पारी सुनसर जिल्ला, यता चाहिँ पसल मान्छेहरू रहेछ, घरहरू पानी पसेछ क्या हो। यता पनि पानी पसेछ यसपालि त। पहिला चाहिँ यहाँसम्म पानी आएको थियो, त्यति बेला यो पार बेरेको हो। त्यति बेला जुन यता त अघि म जुन त्यो भिडियोहरू बनाउँदै आएँ नि, हो त्यहाँसम्म पानी पस्न सक्छ भनेर यसरी गरेको माथिबाट नै, हेर्न सक्नुहुन्छ। चत्रा चाहिँ यहाँबाट माथि हो, अलिक माथि नै पर्छ होइन यहाँबाट। अनि सो गाइज एकदमै इन्जोय भयो है आज, बबाल रमाइलो भयो यो छाने पल चाहिँ।
बाटो हेर्न सक्नुहुन्छ गाइज। मलाई यो ठाउँ छोडेर जान चाहिँ मन छैन है, जानुपर्ने हुन्छ। अब जाँदिनँ भनेर पनि हुँदैन। बाल इन्जोय गरिरहेको छु, एकदमै आनन्द महसुस भइरहेको छ। वाउ, स्वर्ग जस्तै महसुस भइरहेको छ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कस्तो खाले उता माथिबाट यताबाट आएको रहेछ, त्यहाँ पनि बिचमा रहेछ, त्यो फाटेको रहेछ क्या। पहिला चाहिँ एउटै थियो, तर कहाँबाट यो गोरुहरू छिरो यही हो यहाँनिर। वाउ, हजुर भिडियो अङ्कल तपाईँ नि आउनुभयो। रमाइलो छ, रमाइलो रहेछ है। तपाईँको घर चाहिँ कहाँ यहीँ हो? ए हस्, हुन्छ अङ्कल। वाउ, मलाई अङ्कलले के भन्छ, रमाइलो छ भन्नुहुन्छ क्या। रमाइलो छ, रमाइलो रहेछ है गाइस। वाउ, हेर्नुहोस् न, पानी कस्तो बगिरहेको छ। मैले त गाइदिइहालेँ है। ल कति देखाउनु हो गाइज, कति देखाउनु, म त थाकिसकेँ। र पनि देखाउने लाग्छ, भिडियो बनाउने लाग्छ, ठाउँै छोडेर जानु मन लाग्दैन। अब चाहिँ म जानुपर्ने हुन्छ, किनकि अब चाहिँ है साँझ भइसक्यो। फेरि म एक्लै छु है, एक्लै भएर डर त लाग्दैन, त्यही पनि अब अघि नै आएको 2-3 घन्टा भइसक्यो है। अब हेर्न सक्नुहुन्छ म चाहिँ एकदमै बाल इन्जोय गरेर यो ठाउँमा आएर, हजुरहरू पनि आउन सक्नुहुन्छ है। यो ठाउँ यस्तो रमाइलो छ कि वाउ गाइज, होइन हजुरहरू पनि आउन सक्नुहुन्छ। उदयपुर रामपुर पर्छ है, बेलाका नगरपालिका चाहिँ सुनसरीहरू पऱ्यो है। यता सुनसरी त्यो देखिएको छ, त्यो चाहिँ धरान हो। त्यो धरान अलिअलि देखिरहेको छ, धरान। धन्यवाद। अब यो ठाउँलाई छोडेर जानु मन छैन है, भिडियो पनि इन गर्नु मन लागेको छैन। त्यही पनि अब के भन्ने, अब गर्दिनँ भनेर भएन, यहीँ बस्नु पनि भएन। म पनि अब यहाँबाट जानुपर्ने हुन्छ। मलाई छोडेर गाई साँच्चै भने जाने यही ठाउँमा आउँछु म फेरि, यसरी नै इन्जोय गर्नु फेरि पनि आउनेछु है, कुनै दिन समय मिलेर फेरि। ओके गाइस।
गाइज बाई बाई। आजको लागि यति नै है। अब धेरै बोलिसक्यो, लामो पनि भिडियो भयो होइन। अब हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। यसरी नै सधैँभरि सपोर्ट होइन, माया साथ दिनुहुनेछ, गरिरहनुहुनेछ भन्ने आत्मविश्वास गरेको छु है। यही हो, अब के बोल्ने अरू त होइन। जस हजुरहरू पनि अब यही हो, राम्ररी बस्नुहोस्, राम्रो समय बिताउनुहोस्। जस सन्चै हुनुहुन्छ होला हजुरहरू पनि। म पनि एकदमै सन्चै छु है, अहिलेसम्म बाँचेको छु। त्यसैले यसरी भिडियोहरू बनाउँदै हिँडिरहेको छु। हेर्न सक्नुहुन्छ है। अब के भन्ने अरू त यही हो। हस् त, धन्यवाद। अब चाहिँ नबोलौँ होला है। अब चाहिँ यति नै भनेर इन्ड गरौँ होला। हस् त, धेरै धेरै धन्यवाद है फेरि पनि हजुरहरूलाई। गाइज वान लास्ट एकचोटि ल भिडियो खिचेर जान्छु, छोडेर जाने मन छैन कि गाइज। गाइज एकजना साथी भयो त भिडियो सिडियो बनाउन, तर एक्लै भइयो। ठिकै छ, केही छैन। यसो टाइम पास गर्नु है। अनि शीतल खानु चाहिँ एकदमै रमाइलो ठाउँ हेर्न सक्नुहुन्छ। हजुरहरू पनि आउन सक्नुहुन्छ है यहाँ। यो चाहिँ उदयपुर रामपुर हो, रामपुर बेलाका नगरपालिका हो यो चाहिँ। वाउ गाइज, घाम पनि हेर्न सक्नुहुन्छ अहिले लागिरहेको छ। ओके सो गाइज, म चाहिँ यहाँ आइवरिकन भिडियो सिडियो बनाएँ है, टिकटकहरू पनि बनाएँ अनि रेस्ट गरेँ। अहिले चाहिँ म एकदमै आनन्द महसुस गरेर रेस्ट गरिसकिकन यसो होइन यहाँको हावाहरू खाँदै हिँडिरहेको छु है। अब झन्डै मरियो त। अनि यस्तो गर्दै हेर्न सक्नुहुन्छ इन्डियाबाट आएको होला सायद। यो कता कता माथि माथि पाहाडतिर लगेको छ नि, उता शङ्खसभा हुँदै धनकुटा कता कता उता मासतिर लगेको यही होला सायद। हेर्न सक्नुहुन्छ यस्तो छ कि। सो गाइज एकदमै इन्जोय भयो है आज। बबाल रमाइलो भयो यो छानी पल चाहिँ। त्यही पनि भिडियोमा छ है, भिडियो हेरेर आनन्द महसुस गर्न फेरि भनेर हेरिरहन पाइयो। म चाहिँ अब यहाँबाट फर्किने बेला हुन आँटो। हेर्न सक्नुहुन्छ गाइज, मलाई यो ठाउँ छोडेर जान चाहिँ मन छैन है। जानुहुन्छ अब जाँदिनँ भनेर पनि हुँदैन। बाल इन्जोय गरिरहेको छु, एकदमै आनन्द महसुस भइरहेको छ। वा स्वर्ग जस्तै महसुस भइरहेको छ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कस्तो गर्दा किनभने उता माथिबाट यताबाट आएको रहेछ, त्यहाँ पनि बिचमा रहेछ, त्यो फाटेको रहेछ क्या। पहिला चाहिँ एउटै थियो, तर कहाँबाट यो बुढो छिरो यही हो यहाँनिर। वाउ लाइक है गाइज। अब यस्तो हजुर भिडियो अङ्कल तपाईँ नि आउनुभयो। रमाइलो छ, रमाइलो रहेछ है। तपाईँ भन्नु न यहीँ हो। ए हस् हुन्छ अङ्कल। वाउ मलाई अङ्कलले के भन्छ रमाइलो छ भन्नुहुन्छ क्या। रमाइलो छ, रमाइलो रहेछ है गाइस। वाउ हेर्नुहोस् न पानी कस्तो बगिरहेको छ।
भइहाल्यो है ल कति देखाउनु गाइज कति देखाउनु म त थाकिसकेँ र पनि देखाउने लाग्छ भिडियो बनाउने लाग्छ ठाउँै छोडेर जानु मन लाग्दैन अब चाहिँ म जानुपर्ने हुन्छ किनकि अब चाहिँ है साँझमा परिसक्यो फेरि म एक्लै छु है एक्लै भएर डर त लाग्दैन त्यही पनि अब अघि नै आएको 2-3 घन्टा भइसक्यो है अब हेर्न सक्नुहुन्छ म चाहिँ एकदमै बवाल इन्जोय गरेर यो ठाउँमा आएर हजुरहरू पनि आउन सक्नुहुन्छ है यो ठाउँ यस्तो रमाइलो छ कि वाउ गाइज होइन हजुरहरू पनि आउन सक्नुहुन्छ उदयपुर रामपुर पर्छ है बेलाका नगरपालिका चाहिँ यताबाट सुनसरीहरू पऱ्यो है यता सुनसरी त्यो देखिएको छ त्यो चाहिँ धरान हो त्यो धरान अलिअलि देखिरहेको छ धरान धन्यवाद अब यो ठाउँलाई छोडेर जानु मन छैन है भिडियो पनि इन गर्नु मन लागेको छैन त्यही पनि अब के भन्ने अब गर्दिनँ भनेर भएन यहीँ बस्नु पनि भएन म पनि अब यहाँबाट जानुपर्ने हुन्छ मलाई छोडेर गाई साँच्चै भने जानै यही ठाउँमा आउँछु म फेरि यसरी नै इन्जोय गर्नु फेरि पनि आउनेछु है कुनै दिन समय मिलेर फेरि ओके गाइज बाई बाई आजको लागि यति नै है अब धेरै बोलिसक्यो लामो पनि भिडियो भयो होइन अब हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद यसरी नै सधैँभरि सपोर्ट होइन माया साथ दिनुहुनेछ गरिरहनुहुनेछ भन्ने आत्मविश्वास गरेको छु है यही हो अब के बोल्ने अरू त होइन जस हजुरहरू पनि अब यही हो राम्ररी बस्नुहोस् राम्रो समय बिताउनुहोस् जस सन्चै हुनुहुन्छ होला हजुरहरू पनि म पनि एकदमै सन्चै छु है अहिलेसम्म बाँचेको छु त्यसैले यसरी भिडियोहरू बनाउने हिँडिरहेको छु हेर्न सक्नुहुन्छ है के भन्ने अरू त यही हो हस् त धन्यवाद अब चाहिँ नबोल्नु होला है अब चाहिँ यति नै भनेर इन्ड गरौँ होला हस् त धेरै धेरै धन्यवाद है फेरि पनि हजुरहरूलाई ल गाइज वान लास्ट एकचोटि ल भिडियो खिचेर जान्छु छोडेर जाने मन छैन कि गाइज वाउ गाइज एकजना साथी भयो त भिडियो सिडियो बनाउन तर एक्लै भइयो ठिकै छ उहाँहरू चाहिँ यस्तो दाउरा यहाँ बगेकोहरू निकाल्नुहुन्छ कि जुन अघि उहाँ थियो नि माथिबाट जुन अब यो उता मास्तिर पाहाडतिर हुन्छ नि पाहाडबाट जुन त्यो बाढी पहिरो परेर बगेर आउँछ नि त्यो अनि बगेर आएको काठ दाउराहरू भयो रुखहरू भयो यसरी आउँछ कि यहाँ अड्किरहेको छ नि हो त्यसरी यसलाई चाहिँ निकालेर यो साइडमा राख्छ अनि सुकिसकेपछि घरमा लगेर दाउरा पोल्नको लागि गरिरहेको छ कृषिमा आबद्ध छन् है कृषिहरू भयो होइन कृषि अनि त्यसपछि पशुपालनहरू भयो होइन अनि व्यापार व्यवसाय यही यस्तै गर्छ यहाँका मानिसहरूले अब त्यही हो घामको सन कस्तो हुने आइरहेको छ देखिएको छैन होला हेर्न सक्नुहुन्छ ओके गाइज अब धेरै भयो आजलाई यति नै भन्न चाहन्छु है अब के भन्ने यो ठाउँलाई छोडेर जान मन छैन फेरि पनि आउनेछु यही ठाउँमा फेरि पनि भिडियो बनाउने
आउने छु पक्कै पनि भन्दै आजको लागि चाहिँ हजुरहरूले राम्ररी बस्नुहोस्, आफ्नो ख्याल गर्नुहोस् है। यही हो, अरू के भन्नु। म पनि एकदमै सन्चै अहिलेसम्म बाँचेकै छ, बाँचेकै कारणले यसरी भिडियो बनाउँदै यही हो। जस आजको पल चाहिँ जस अविस्मरणीय रह्यो, कहिले पनि बिर्सन नसक्ने है। एकदमै खतरा गरी आइयो, जस रमाइलो भयो, जस रमाइलो महसुस भयो। अब यति नै हो आजको लागि, यति भन्दा